पहाड जसलाई शिवालिक पहाड पनि भनिन्छ नेपालको हिमालय श्रृङ्खलाको सबैभन्दा दक्षिणी भाग हो। यो पहाड नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। भौगोलिक दृष्टिकोणले चुरे पहाड हिमालयको सानो श्रृङ्खला हो जसको उचाइ सामान्यतया 600 मिटरदेखि 1500 मिटरसम्म हुन्छ। यो तराईको समथर मैदान र महाभारत पर्वत श्रृङ्खला बीचको एक मध्यवर्ती क्षेत्र हो। चुरे पहाडले नेपालको 23 जिल्लालाई छुन्छ र देशको कुल क्षेत्रफलको लगभग 12.78% हिस्सा ओगट्छ। यो क्षेत्र नेपालको भौगोलिक विविधताको एक अद्भुत उदाहरण हो किनभने यहाँ हिमालयको उचाइ र तराईको समथर मैदानको मिश्रण देख्न सकिन्छ। चुरे पहाडको भौगोलिक बनावटले यो क्षेत्रलाई नेपालको पर्यावरणीय र सामाजिक प्रणालीको मेरुदण्ड बनाएको छ। यहाँका जङ्गलहरू, खोला, नाला र माटोको संरचनाले नेपालको भौगोलिक संरचनामा ठूलो योगदान पुर्याएको छ। लाखौं वर्षअघि भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको टक्करले हिमालय श्रृङ्खलाको निर्माण भएको थियो र चुरे पहाडलाई यो प्रोसेसको सबैभन्दा कान्छो हिस्सा मानिन्छ। चुरे क्षेत्रको माटो र चट्टानहरू मुख्य रूपमा बलौटे ढुङ्गा र माटोले बनेका छन् जुन अन्य हिमालय रेन्जको तुलनामा कमजोर छन्। यो कमजोर भौगोलिक संरचनाले चुरे पहाडलाई भूस्खलन र माटो कटानको जोखिममा राख्छ। चुरे क्षेत्रमा पाइने माटोको तत्त्वहरूले जियोलोजिस्टहरूलाई हिमालय निर्माण प्रक्रियाको अध्ययन गर्न महत्त्वपूर्ण जानकारी प्रदान गर्छ। यहाँका चट्टानहरूमा फोसिलहरू पनि पाइन्छ जसले प्राचीन समयको पर्यावरण र जैविक विकासको बारेमा जानकारी दिन्छ। चुरे पहाडको भौगोलिक बनावटले यो क्षेत्रलाई भूकम्पीय दृष्टिकोणले पनि सक्रिय बनाउँछ किनभने यो हिमालयको टेक्टोनिक गतिविधिको प्रभावमा पर्छ। यो क्षेत्र तराई र महाभारत श्रृङ्खला बीचको मध्यवर्ती स्थानमा भएकाले यहाँको जलवायु सब ट्रपिकल छ। गर्मीमा तापमान 35 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्छ भने जाडोमा यो 10 देखि 15 डिग्री सेल्सियससम्म झर्छ। चुरे क्षेत्रमा मनसुनी वर्षा प्रमुख हुन्छ र यो क्षेत्रले वार्षिक रूपमा 1500 देखि 2000 मिलिमिटरसम्म वर्षा प्राप्त गर्छ। यो वर्षाले चुरेका जङ्गलहरूलाई हरियाली बनाउँछ र यहाँको खोला नालाहरूलाई पनि पानी प्रदान गर्छ। चुरेका खोलाहरू जस्तै कोशी, कमला र बागमती तराईका मैदानहरूमा सिँचाइ र पानीको मुख्य स्रोत हुन्। चुरे पहाडको ढलान र भौगोलिक संरचनाले पानीको बहावलाई नियन्त्रण गर्छ जसले तराईका बस्तीलाई बाढीबाट जोगाउन पनि सहयोग गर्छ। तर यो क्षेत्रको कमजोर माटो र चट्टानले बर्सातको समयमा भूस्खलनको जोखिम बढाउँछ। चुरे पहाडको भौगोलिक महत्त्व केवल यसको टोपोग्राफीमा सीमित छैन। यो क्षेत्र जैविक विविधताको दृष्टिकोणले पनि अत्यन्त समृद्ध छ। चुरेका जङ्गलहरूमा साल, सिसो, खयर र जामुन जस्ता रुखहरू प्रशस्त मात्रामा पाइन्छ। यी जङ्गलहरूले सयौं प्रजातिका चराचुरुङ्गी, किराफट्याङ्ग्रा र ठूला वन्यजन्तु जस्तै बाघ, चितुवा, हात्ती र गैंडालाई आश्रय दिएको छ। चुरे पहाडको भौगोलिक विविधताले यहाँ विभिन्न प्रकारका इकोसिस्टमलाई सपोर्ट गर्छ। उदाहरणका लागि चुरेका तल्लो भूभागमा घना ट्रपिकल फरेस्ट छन् भने माथिल्ला क्षेत्रमा मिश्रित डेसिडुअस फरेस्ट छन्। यो जैविक विविधताले चुरे पहाडलाई नेपालको भौगोलिक र पर्यावरणीय अध्ययनको लागि एक महत्त्वपूर्ण क्षेत्र बनाएको छ। यहाँका जङ्गलहरूले माटोको कटानलाई रोक्न, पानीको स्रोतलाई संरक्षण गर्न र स्थानीय वायुलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। चुरे पहाडको सोसियो जियोग्राफिकल महत्त्व पनि उत्तिकै छ। यो क्षेत्रमा थारू, मगर, चेपाङ र अन्य जनजातिहरू बसोबास गर्छन् जसको जीवनशैली र सांस्कृतिक चुरे पहाडको भौगोलिक विशेषतासँग गहिरो रूपमा जोडिएको छ। चुरेका जङ्गलहरूमा यी समुदायहरूलाई काठ, इन्धन र औषधीय जडीबुटीहरू प्रदान गर्छ। साथै चुरेका खोला नालाहरूले सिँचाइ र माछा पालन जस्ता गतिविधिहरूलाई समर्थन गर्छ जुन स्थानीय समुदायको जीविकोपार्जनको आधार हो। चुरे पहाडको भौगोलिक अवस्थितिले तराई र पहाडी क्षेत्रलाई जोड्ने एक सेतुको काम गर्छ जसले व्यापार, यातायात र सांस्कृतिक आदानप्रदानलाई सहज बनाउँछ। यो क्षेत्रको भौगोलिक संरचनाले यहाँका मानव बस्ती र कृषि प्रणालीलाई पनि प्रभावित गर्छ। उदाहरणको लागि चुरेको तल्लो क्षेत्रमा धान, गहुँ र उखु जस्ता बालीहरू खेती गरिन्छ जुन यहाँका माटो र जलवायुले सम्भव बनाएको छ। चुरे पहाडको भौगोलिक अध्ययनले हामीलाई नेपालको प्राकृतिक र मानव निर्मित प्रणालीहरूको इन्टरकनेक्सन बुझ्न मद्दत गर्छ। यो क्षेत्रले हिमालय भौगोलिक विकास, जलवायु परिवर्तन र मानव गतिविधिको प्रभावलाई बुझ्नको लागि एक जीवन्त प्रयोगशाला जस्तै काम गर्छ। चुरे पहाडको माटो, चट्टान र जलवायुले हामीलाई पृथ्वीको भौगोलिक इतिहास र वर्तमान अवस्थाको बारेमा धेरै कुरा सिकाउँछ। यो क्षेत्र भौगोलिक महत्त्वलाई बुझेर हामीले यसको संरक्षण र दिगो उपयोगमा जोड दिनुपर्छ। धन्यवाद।